प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि इलाममा आवश्यक तयारी तीव्र पारिएको छ। निर्वाचनलाई चुस्त दुरुस्त बनाउन मतदान स्थलको सुरक्षा संवेदनशीलताको आधारमा सुरक्षा व्यवस्था, निर्वाचन प्रहरी खटनपटन, निर्वाचन सामग्री तथा कर्मचारी व्यवस्थापन लगायतका आवश्यक कामहरू भइरहेको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ। इलामबाट संवाददाता सविता पाण्डेको रिपोर्ट। फागुन 21 मा हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन सुरक्षालाई चुस्त दुरुस्त बनाउन इलाममा तयारी तीव्र पारिएको छ। जिल्ला स्थित सुरक्षा समितिले मतदान स्थलको स्थलगत निरीक्षण गरिरहेको छ। मतदान स्थलको सुरक्षा संवेदनशीलताको आधारमा सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल बताउनुहुन्छ। मतदान स्थल भौगोलिक दूरी, बाटोको अवस्था र त्यहाँको पब्लिकली कस्तो हुन्छ र यहाँदेखि त्यो तीनटा इन्डिकेटरले छुट्याएको हो। सम्पूर्ण ठिकै छ। जिल्लामा 150 वटा मतदान स्थल र 290 वटा मतदान केन्द्र निर्धारण गरिएको छ। सुरक्षा संवेदनशीलताको आधारमा 47 वटा मतदान स्थल सामान्य, 48 वटा संवेदनशील र 55 वटा अति संवेदनशील रहेको छ। निर्वाचन सुरक्षालाई मध्यनजर गरी शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउन इलामको सुरक्षा व्यवस्था मिलाइएको छ। निर्वाचन प्रहरीको खटन पटन गरिसकिएको छ भने निर्वाचन सामग्री व्यवस्थापन, कर्मचारी व्यवस्थापन लगायत निर्वाचनको तयारी भइरहेको जिल्ला निर्वाचन कार्यालय इलामका प्रमुख देवीचरण भुयालले बताउनुभयो। मतदान केन्द्रमा पठाइने सामग्रीको प्याकिङ सुरु गरेका छौँ। साथसाथै अस्थायी मतदाता नालीको विवरण पनि तयार गर्ने काम हुँदैछ। लगभग हाम्रो तयारीको अन्तिम चरणमा पुग्यो। सामग्री प्राप्त भइसक्यो। अब निर्वाचन आयोगबाट प्राप्त हुने केही आइटम बाँकी छ। कार्यालयमा रहेको मौदात प्लस हामीले यहाँ व्यवस्था गरेको 37 प्रकारको सामग्रीको संवेदनशीलता अनुसार फरक फरक ठाउँमा सेन्सिटिभ भएर प्याकिङ गर्नुपर्ने हुन्छ। इलाममा 2,31,809 मतदाता रहेका छन्। प्रतिनिधि सभातर्फ 2 निर्वाचन क्षेत्र रहेको इलाममा 27 जना उम्मेद्वार चुनावी मैदानमा छन्। आफ्नो पक्षमा मत माग्न उम्मेद्वारहरू यति बेला घर दैलो कार्यक्रममा व्यस्त छन्। सविता पाण्डे, रेडियो नेपाल, इलाम।